लोकसेवा आइक्यू अन्तर्गत रेसियो एन्ड प्रोपोर्सनबाट एउटा इम्पोर्टेन्ट क्वेसन हेर्न सक्नुहुन्छ। एउटा विद्यालयमा गणित, भौतिक शास्त्र र जीव विज्ञानका सिटहरूको अनुपात 5:7:8 छ। यी सिटहरूलाई क्रमशः 40%, 50% र 75%ले बढाउने प्रस्ताव गरियो भने बढाएपछि सिटहरूको नयाँ अनुपात कति हुन्छ हामीलाई सोधिएको छ। यस्तो प्रश्नलाई कसरी सजिलै समाधान गर्ने त हेर्नुस्। अब यसको लागि तरिका सबभन्दा पहिला हामीले हेर्न सक्छौँ एउटा म्याथमेटिक्स भनेर दिएको छ, अर्को हामीलाई दिएको छ फिजिक्स भौतिक शास्त्र र अर्को दिएको छ बायोलोजी जीव विज्ञान। यी तीनवटामा हामीलाई सिट सङ्ख्याको अनुपात दिएको छ। त्यो भनेको कति दिएको छ 5, 7 र 8 दिएको छ। यी सबैलाई हेर्नुस्। अब गणितमा भएको सिट सङ्ख्यालाई 100% मान्नु पर्यो गणितको लागि, भौतिक शास्त्रको आफ्नो 100% र जीव विज्ञानको आफ्नो 100% हुन्छ। त्यसमा 40% गणितमा बढाइयो भने इन्टु 140% गर्नु पर्यो। त्यसै गरी यतातिर 50% बढाएको हुनाले इन्टु 150% गर्नु पर्यो र यसमा 75% बढेको हुनाले इन्टु 175% गर्नु पर्यो। अब यसको हामीलाई अनुपात निकाल्नु पर्ने छ यो सबैको, र यसको अनुपात निकाल्नको लागि अब के गर्नु पर्यो, तिनटैमा जे साझा छ काट्दै काट्दै जाउँ। सबैमा प्रतिशत छ भने सबै हराएर जान्छ। अब हेर्नुस्, यहाँ 5ले काटौँ, 5ले काट्यो भने 5 तिहाँ 15 30 पटक भाग जान्छ। यहाँ हेर्नुस् 5ले काट्यो भने यो 35 पटक जाने भयो, 35 × 5 = 175। त्यसपछि अब यहाँ 140 भयो। अब 7ले काट्ने देखिन्छ। हेर्नुस् 7ले यहाँ काट्ने यहाँ काट्ने यहाँ काट्ने देखियो। सो 7ले काटौँ, 7 दुना 14 20 भयो। 7ले काटौँ, 7 पंचे 35 भयो। अब हेर्नुहोस् है त, यो 20 यो 30 र यो 8 × 5 40 भयो भने सबैबाट फेरि 0 कटाइदिँदा 2, 3 र 4 बाँकी रहन्छ। त्यसैले हामीलाई आवश्यक पर्ने अनुपात के हुन्छ 2:3:4 हुनुपर्छ, जुन कुरा अप्सन नम्बर एमा दिएको देख्न